म एकदम डेभलपमेन्ट फिल्डमा काम गरेँ धेरै गर्दा गर्दै त्यतै हराएँ म अहिले एकदम डेभलपमेन्ट फिल्डमा छु र यो जुन विषय आज हामीले सानो एउटा कोर्स अफ स्टडी 3 क्रेडिट कोर्सको बनाएर अगाडि आयौँ यो चाहिँ मैले 10 वर्ष अगाडिदेखि प्रयास गरिराखेको हो टियुसँग यो गर्नुपर्छ होला फिल्डमा समाजशास्त्री मानवशास्त्रीहरूलाई धेरै एक्सपेक्टेसन गर्ने यो फिल्ड हो भनेर भन्दा पोखरा युनिभर्सिटीले चाहिँ 2012 बाट राख्यो मैले नै बनाएँ त्यहाँ पनि ओरिएन्टेसन गर्न मै गएको थिएँ हामीले चाहिँ अलिक ढिलो गरेर कोर्समा त धेरै कुरा फरक छ त्यति बेलाको कन्टेक्स्टमा त्यहाँ थियो फेरि रिभ्यू भएर अलिक अर्कै भएको छ पछि कन्फ्लिक्ट म्यानेजमेन्टसँग पनि जोडिएको छ त्यहाँ चाहिँ यहाँ हामी कन्फ्लिक्ट म्यानेजमेन्टसँग छैनौँ प्रोजेक्ट भित्रकै कन्फ्लिक्ट म्यानेजमेन्ट चाहिँ छौँ हामी यहाँ फेरि त्यसैले यो कोर्स चाहिँ डेभलपमेन्ट तपाईँ हामीले पार्सियल्ली यो कोर्स पढाएका छौँ फेरि डेभलपमेन्ट सबैतिर पढाउनु भएको छ डिस्प्लेसमेन्ट पनि पढाउनु भएको छ हेर्नुहोस् है डिसास्टर रिलेटेड डिस्प्लेसमेन्ट पढाउनु भएको छ द्वन्द रिलेटेड डिस्प्लेसमेन्ट पढाउनु भएको छ तर आज हामी के गर्दैछौँ डेभलपमेन्ट रिलेटेड डिस्प्लेसमेन्टको कुरा गर्दैछौँ थोरै फरक विद्यार्थीलाई त्यो फिल्डमा जाउँ भनेर अनि डेभलपमेन्ट भइहाल्यो हामीले थ्योरी पनि पढेकै छौँ प्र्याक्टिस पनि पढेकै छौँ डेभलपमेन्टको डिस्प्लेसमेन्ट पनि पढेकै छौँ थोर बहुत खालि हामीले डेभलपमेन्ट इन्ड्युस डिस्प्लेसमेन्टमा फोकस गर्छौँ आज त्यसपछि त्यो डेभलपमेन्ट इन्ड्युसलाई पनि सेफ गार्डिङ गरेर म्यानेजमेन्ट गर्न सकिन्छ ती प्रिन्सिपलहरू छन् ती थ्योरीहरू छन् त्यसो भने यो तीनटालाई एउटा कोर्स सब्जेक्टमा ल्याएर मास्टर डिग्रीमा कहीँ न कहीँ पढायौँ भने बाहिर निस्किने बित्तिकै त्यो विद्यार्थीले त्यो फिल्डहरुमा सजिलैसँग काम गर्न सक्छ एटलिस्ट केही कुराहरुको उसलाई नलेज हुन्छ केही कन्सेप्टहरुको नलेज हुन्छ त्यो सहजै ग्रास्प गर्छ भन्ने यसको उद्देश्य छ म त्यही उद्देश्यमा जाँदा चाहिँ यहाँ के भन्छु भने डेभलपमेन्ट इन्ड्युस डिस्प्लेसमेन्टको बारेमा यो कोर्सले एक्जामिन गर्छ सँगसँगै रिसेटलमेन्ट अब यो शब्द नयाँ आयो यहाँ रिसेटलमेन्ट भन्नाले यहाँको मान्छे उठाएर त्यहाँ लगेर सेटल गर्ने त सिम्पली बुझिन्छ तर त्यो मात्रै रिसेटलमेन्ट होइन म यहाँ बस्दिनँ काठमाडौँमा मलाई डिस्प्लेस भए म काठमाडौँमा बस्दिनँ अमेरिका जान्छु भने पनि त म रिसेटल हुन्छु नि त्यसैले हाउ टु रिसेटल इन युएसए द डिस्प्लेस पिपल अफ काठमाडौँ हेभ टु बी रिसेटल इन युएसए मेरो इच्छा भयो नि त्यो त मेरो ह्युमन राइट्सको त्यो पनि गर्न सकिन्छ हामी त्यहाँ गएर जग्गा खोजेर गरिदिने त होइन तर त्यसको उसलाई चाहिँ मार्केट रेट अनुसार यहाँको हामीले नेपाली कानुनभन्दा केही माथि उठेर हैन मिटिगेसन गरिदिने हो भने गर्न सक्छ ऐच्छिक रूपमा जस्तै हामीले दुधकोशीमा रबुवा बजार भनेको एउटा ठाउँ छ जो तपाईहरु त्यताको हुनुहुन्छ जसले ओखलढुङ्गा सोलुखुम्बु खोटाङ सम्पूर्ण एरियाको बजारलाई सप्लाई गर्थ्यो एकपल्ट प्रोडक्सन तर अहिले दुधकोशी हाइड्रो पावर मैले नै एसेस गर्ने रिसेटलमेन्ट बनाए डुबाइदियो उनीहरु मध्ये केही मान्छे युएसए गए उनलाई पनि त रिसेटल गर्नु पर्यो हो भने त्यस्तो के प्रोसेस हो त भन्ने अलिकति हामी कुरा गर्छौं त्यस्तो मिटिगेसन गर्छौं इम्प्याक्टलाई विदिन द ब्रोडर कन्टेक्स्ट अफ सस्टेनेबल एन्ड इन्क्लुसिभ डेभलपमेन्ट हेर्नुस् है हामीले पढिराखेको कन्सेप्ट हो त्यो पहिलो अब्जेक्टिभ दोस्रोमा सोशल इकोनोमिक पोलिटिकल एन्ड कल्चरल डाइमेन्सन अफ डेभलपमेन्ट इन्टरभेन्सन डेभलपमेन्ट इन्टरभेन्सनले ल्याउने यी डाइमेन्सनहरुमा पनि हामी छलफल गर्छौं यो कोर्समा सँगसँगै डिफरेन्शियल इम्प्याक्ट अन भल्नरेबल एन्ड इन्डिजिनियस कम्युनिटिज सर त हामीले हेर्दा एउटा डेभलपमेन्टले सबैलाई बराबरी इम्प्याक्ट गर्छ जस्तो देखिन्छ जेनरल आइबाट तर समाजशास्त्रीको आइबाट हेर्नुभयो भने जो डिसेबल छ जो आफ्नै इन्डिजिनियस कोपिङ मेकानिजम भएको इन्डिजिनियस ग्रुपहरु छ अशक्त छ सिनियर एज सिटिजन छ इकोनोमिक सपोर्ट गर्ने मान्छे छैन भल्नरेबल ग्रुप छ हैन सिंगल हेडेड हाउसहोल्ड छ फिमेलले लिड गरिराखेको त्यस्तो घरलाई कसरी गर्ने त भन्दा त्यसको पनि केही कुराहरु हाम्रो आउँछ अनि फोर्स माइग्रेसन खास गरी चाहिँ डेभलपमेन्टले फोर्स माइग्रेसन गराउँछ मान्छेलाई हेर्नुस् अनैच्छिक माइग्रेसन के मलाई हिँड्नु नै छैन काका यही छ मामा यही छ दाजु यही छ बाउ गाडेको च्यान यही हो हैन तर खोला ड्याम उठाएर पुरिदियो बाटो निकालेर राइट अफ वेमा पार्दियो अब जग्गा छैन मेरो अनि बसु खेती गरेर खान पुग्दैन हिँडौ म कहाँ जाने हेर्नुस् है त्यस्तो बेला के गर्ने त भन्दा त्यो इम्प्याक्टलाई पनि मिटिगेट गरेर जानुपर्छ त्यसैले फोर्स माइग्रेसन ल्यान्ड एक्विजिसन पनि इनभोलुन्टरी अनैच्छिक मलाई जग्गा दिनै छैन जस्तै अहिले तपाईहरु भन्नु होला नि एमसीसी त धेरै जनाले सुन्नु भएको छ सर म्याडमहरुले म एमसीसी कै रिसेटलमेन्टको टिम लिडर हुँ बाइ द वे है अब हामीले तार लानु पर्छ ट्रान्समिसन लाइन लानु पर्छ मान्छेलाई इच्छै छैन आफ्नो बारीबाट दिन 15 पनि जग्गा छ बीचबाट ट्रान्समिसन लाइन जान्छ
है, दिन्न भन्नुहुन्छ। उहाँले दिन्न भन्नुभयो, बिचमा बाटो त बनेन, तर उहाँलाई त्यो जुन दिन बाटो खुलेन भन्ने थाहा भयो त्यस दिन उहाँलाई हार्ट एट्याक भएर जानुभयो। त्यस्तो अपराधपूर्ण पनि विकास हुन्छ त? मिटिगेट गरेर किन जान सकिँदैन भन्ने कुरा नि यस्तोमा। यस्ता धेरै केसहरू छन्। अनि लिभलिहुड रेस्टोरेसन गर्ने, त्यसपछि यो फ्री प्रायर इन्फर्म कन्सेन्ट भन्ने हुन्छ। कुनै पनि प्रोजेक्ट आउनुभन्दा पहिला बढी चाहिँ यो फ्री प्रायर इन्फर्म कन्सेन्ट, मान्छेसँग सहमति लिने, पहिल्यै छलफल गर्ने विभिन्न राउन्डमा प्रोजेक्ट आउनुभन्दा पहिला। हामी नर्मली गर्दैनौँ, हाम्रो जस्तो देशमा त गर्दै गरिँदैन होइन। विदेशतिर गर्ने चाहिँ, म अफगानिस्तानमा गएर 6 महिना मान्छेसँग कन्सल्टेसन गरेर सम्पूर्ण कुरा बुझाएको छु। बङ्गलादेशको पद्मा रिभरकोमा बुझाएको छु। बुझाएपछि उहाँहरू मान्नुहुन्छ। तर हाम्रोमा चाहिँ विकास आउँछ अनि घर आँगन सबै खनिदिन्छ, पानीले पुरिदिन्छ, ड्याम बनाइदिन्छ, जान्छ। तर अहिले हामीले नेपालमा पनि केही कानुनहरू सुधार गरेका छौँ। अहिले चाहिँ कन्सेन्ट लिने चलन छ। त्यसो गरियो भने काम गर्छ। यो कोर्सले पनि त्यो तपाईँहरूलाई मद्दत गर्छ। अनि द कोर्स इन्टिग्रेट्स थियोरिटिकल पर्सपेक्टिभ अल्सो, सच एज मोडर्नाइजेसन। मोडर्नाइजेसनमा अलिकति जोड्छौँ हामी, त्यस्तै डिपेन्डेन्सी थियोरीसँग जोड्छौँ, ग्लोबलाइजेसनसँग जोड्छौँ, अनि सस्टेनेबल थियोरीसँग जोड्छौँ। अनि यसको नम्बर 1 युनिटमा हामीले के सोचेका छौँ भने फाउन्डेसनल नलेज। यो कोर्सको फाउन्डेसन अफ नलेज चाहिँ के त भन्दाखेरि डेभलपमेन्ट। मैले अघिदेखि भने डेभलपमेन्ट हामी डिफ्रेन्ट डाइमेन्सनबाट सोसियोलोजीको टिचरहरूले पढ्नुहुन्छ, पढाउनुहुन्छ, मलाई थाहा छ। त्यसो भने डेभलपमेन्टको इम्प्याक्ट पढाउनु पर्यो के? अब डेभलपमेन्टको इम्प्याक्ट पढाउनु पर्यो। के इम्प्याक्ट हुन्छ त? पोजिटिभ इम्प्याक्ट पढाउनु पर्यो। अनि पोजिटिभ त हामी पढिराखेका छौँ। जस्तै डेभलपमेन्ट भनेको के हो भन्दा तपाईँ हामीले पढाइराखेको इकोनोमिक ग्रोथ, चेन्जेस इन लिभलिहुड होइन, चेन्जेस इन पर क्यापिटा इन्कम भनेर पढाइराख्नु भएको छ। तर नेगेटिभ इम्प्याक्ट चाहिँ पढाएको छौँ त? क्वेसन आउँछ क्या त्यहाँ, डेभलपमेन्टले नेगेटिभ इम्प्याक्ट गर्छ नि। मैले तुमलिङ टारको अध्ययन गर्दा मेरो मास्टर अफ फिलोसफीको कोर्समा एयरपोर्ट पनि त्यहीँ गएको छ, सडक पनि त्यहीँ बनेको छ, मकालु कन्जर्भेसन एरिया पनि त्यतै गएको छ, अनि तलबाट पुग्ने मोटर बोट पनि त्यहीँ लगेर रोकिएको छ। तर त्यहाँको लोकल जाति कुमाल भन्ने त त्यहाँ छैन, जसले वीरता पाएको थियो एकपल्ट, ऊ त छैन। अरू मानिसहरू आछन्। त्यसो भने कुमाललाई त नेगेटिभ इम्प्याक्ट परेछ नि त, त्यसको एनालिसिस किन नगर्ने त भनेर हामी त्यसको नेगेटिभ एनालिसिस पनि गर्छौँ डेभलपमेन्टको। त्यस्तै यहाँ हामीले यसमा के भन्न खोजेका छौँ भने इकोनोमिक इम्प्याक्ट, पोलिटिकल इम्प्याक्ट। पोलिटिकल भन्नाले यहाँ चाहिँ सेन्स कस्तो हो भने मेरो काकाको घर पारिपट्टि छ, मामाको घर उतापट्टि छ, ससुराली घर अलिक तल छ, तर मलाई डेभलपमेन्टले हान्यो के? म चाहिँ डेभलपमेन्ट भिक्टिम भएँ। अब म माइग्रेसन गरेर गएपछि म न ससुराली जान पाउँछु, न माइती मावली जान पाउँछन्, न काकाको घर जान पाउँछन्। मान्छे त पाएन नि। पोलिटिकल्ली मलाई त यस्तो डिस्प्लेस बनाइदियो डेभलपमेन्टले, मैले कहिल्यै रिगेन गर्नै सक्दिनँ। मेरो बुवाको च्याङ थियो कि त्यहाँ, मेरो बाउले पूजा गरेको तुलसीको मोड थियो, मलाई आज पानीले डुबाइदिएको छ। अनि पैसाले कम्पेन्सेट हुन्छ कि हुँदैन भन्नुहोस् है? त्यो कुरा हामी यहाँ पढ्छौँ, मजाले थियोरिटिकल्ली पढ्छौँ यो कोर्समा। अनि रिसेटलमेन्ट प्रिन्सिपलमा जान्छौँ। त्यसमध्ये इनभोलुन्टरीली रिसेटलमेन्ट। इनभोलुन्टरी, मेरो इच्छै छैन तर मलाई रिसेटल गर्दैछ, मलाई जाने इच्छै छैन तर मलाई जबरजस्ती उठाएर लान्छ। यहाँ चाहिँ म तपाईँलाई सानो इक्जाम्पल भन्छु, इन्ट्रेस्टिङ। यो बङ्गलादेशको पद्मा रिभरमा रिसेटल गर्दाखेरि दाजुभाइलाई रिसेटल गर्नु पर्यो। हेर्नुहोस् है यसको मर्म कहाँसम्म हुन्छ भन्ने कुरा। दाजुभाइलाई त्यहाँबाट उठाएर अन्त लानु पर्यो। अनि देउरानी जेठानी खुब झगडा गर्दा रहेछन्। अनि के भने त्यो घर बनाएर दिनु पर्यो रिसेटल गर्दा त। घर बनाएर दिँदा देउरानी जेठानीको कुरा के आयो भने म यो जेठानीसँग त बस्दै बस्दिनँ, सधैँ झगडा गर्थे, मलाई छुट्टै कर्नरमा राखिदेऊ। छुट्टै कर्नरमा राख्यो लगेर। अनि छुट्टै कर्नरमा राखेको 6 महिनापछि के भन्छ भने मलाई त्यो जेठानीकै छेउमा लगिदेऊ, म यसरी बस्नै सक्दिनँ। मैले बाज्दा पनि त्यहीसँग बाज्ने हो, छोराछोरी सँगै खेल्छन् होइन, बाउ त्यहीँ बस्छन्, हामी त एकै ठाउँ बस्छौँ। ल हेर्नुहोस् यो रिसेटलमेन्टको स्ट्रेन्थ भनेको के हो? यहाँ आउँदा यो केसले क्लियर गर्छ कि नजुधी पनि हुँदैन, नजुध्ने गरी बस्दा पनि हुँदैन, जुत्दा पनि उनीहरूलाई निको छैन। त्यसो गर्दा उनीहरूको ग्रिभियन्स कसरी रिजल्भ गर्ने त, त्यसलाई कसरी कम गर्ने, त्यो जुन प्यारामिटर बढ्छ नि त्यो कुरा पनि हामी यसमा पढाउँछौँ है। त्यसपछि सेफगार्ड प्रिन्सिपल पढाउँछौँ। सेफगार्ड प्रिन्सिपल एकदम सिम्पल छ, सानो कुरा छ, मैले कोर्स अफ स्टडीमा तल पेपरमा राखेको छु। अभोइड गर्ने पहिलो कुरा त डेभलपमेन्टले इम्प्याक्ट गर्नु हुँदैन। लेट्स अभोइड एन्ड फाइन्ड आउट द अल्टरनेटिभ रुट। सबै डेभलपमेन्टलाई अल्टरनेटिभ रुट खोजौँ र मान्छेलाई असर नगरौँ। पहिलो कुरा हुँदैन भने त्यसलाई चाहिँ मिनिमाइज गरौँ।
होइन। तपाईँहरूले अहिले देख्नु भएको छ नि, हामी सेफगार्डमा काम गरिकन बाटामा बुढाबुढीको घर छ भने बिच बाटामा छ, दायाँबाट उताबाट आउने गाडी बायाँबाट उताबाट आउने गाडी बनाइदिएका छौँ, जेब्रा क्रसिङ अथवा माथिबाट आउने बाटो बनाइदिएका छौँ। अहिले त हामी डिजाइन गर्दा पशु पन्छी हिँड्छन् भने हिँड्ने कोरिडोर पनि कल्भर्ट बनाएर छोडिदिन थालेका छौँ। हात्ती हिँड्ने ठाउँ त छोड्नु पऱ्यो नि त, सडकमा किन हात्तीलाई हिँडाउने, अहिले त्यो डिजाइन गर्छौँ। हाम्रो रिङ रोड चाइनासँग काम गर्दा फल्ट भएको कहाँ छ भने अहिले सरकारले फेरि ओभर क्रसिङ ब्रिजहरू बनाउन थालेको छ। डिजाइन गर्दै भने मैले यो भएन है, डिजाइन चाइनाले सहयोग गर्छ भनेर सबै डिजाइन बेगर काम गर्ने, अनि भोलि भइसकेपछि त एक्सिडेन्ट भएर त नेपाली मरे, अनि तिमीले फेरि बनाउनु पर्छ भनेर अहिले बनाउँछ। अब हेर्नुहोस् चोक चोकमा होइन, त्यसैले एनिमल कोरिडोर बनाउन सकिन्छ, अपाङ्ग मैत्री पनि बनाउन सकिन्छ, त्यो कुरा पनि हामी यसमा गर्छौँ। र इन्क्लुसिभ डेभलपमेन्ट, त्यो मार्जिनलाइज ग्रुपलाई, इन्डिजिनियस पिपुललाई, दलितलाई, भल्नरेबल एज ग्रुपको मान्छेलाई अथवा इन्डिभिजुअललाई पनि त एड्रेस गरेर विकास गर्न सकिन्छ नि। त्यसैले यो विकास भन्ने बित्तिकै तपाईँहरूलाई यो भने अनौठो नमान्नु होला। कर्णालीमा 2000तिर हामी बाटो खोल्दा के गर्थ्यौँ भने यो त मेरो पिपलको रुख हो, बाउ हजुरबाउले पूजा गरेको, नलडाइदेऊ न भनेर बुढा मान्छे आएर त्यहाँ समातेर बसेपछि बुढालाई बाँधा त उता राख, बाटो खोल भन्थ्यो, बाटो खोलेपछि बुढो फुकाइन्थ्यो। हेर्नुहोस् है, अब त्यस्तो थियो सरकारको कुरा भने मैले। तर अहिले हामी त्यसो गर्दैनौँ, पिपलको रुख जोगाउँछौँ, काटी पनि दिँदैनौँ, पूजा गर्ने ठाउँ कायम गर्छौँ, जाने बाटो पनि बनाउँछौँ, गर्न सकिन्छ नि भनेको के यो चाहिँ। त्यसैले यो फर्स्टमा चाहिँ हामी त्यो कुरा गर्छौँ। त्यसैले फर्स्ट युनिटको रिडिङ थोरै देखाइदिनुहोस् न वीरेनजी, होइन यहाँ हो रिडिङ देखाइदिनुहोस् अलिक तल गएर। हेर्नुहोस् हामी पहिला त के पढ्छौँ भने इकोनोमिक डेभलपमेन्ट पर्सन भन्ने मान्छेको पेज नम्बर 1 देखि 8 थोरै पढ्छौँ डेभलपमेन्ट, तर क्रिटिकल्ली डेभलपमेन्ट पढ्छौँ है। यहाँ जेनरल इकोनोमिक ग्रोथ भनेर पढ्दैनौँ है, क्रिटिकल्ली पढ्छौँ। त्यस्तै अर्कोमा ज्याक्सनको चाहिँ इमिनेन्ट डोमाइन भन्ने पढ्छौँ। अब इमिनेन्ट डोमाइन भन्ने शब्दको ठ्याक्कै मिनिङ चाहिँ के हो भने राष्ट्रिय स्वामित्व। मैले यसलाई अलिक अप्ठ्यारो गरी भने राज्यसँग यस्तो स्वामित्व छ कि त्यो तपाईँमा बसेको घर पनि भर राति आएर लडाइदिन सक्छ है, त्यो इमिनेन्ट डोमाइन हो। तर मेरो पनि इमिनेन्ट डोमाइन त हो त, त्यो संविधानले त मलाई पनि त बेच्ने, हिँड्ने, खाने, राख्ने अधिकार दिएको छ नि। त्यो इमिनेन्ट डोमाइनको लडाइँ चाहिँ हामी के नतमस्तक हुनुपर्छ भने राज्यसँग अल्टरनेटिभ पावर छ, उसले लान्छ। त्यसो हो भने मैले चाहिँ कसो गर्दा पोजिटिभ बेनिफिट पाउँछु त्यसमा बार्गेनिङ गर्ने नै हो। त्यो कुरा पढ्छौँ थोरै यहाँ पनि पेज 1 देखि 37सम्म पढ्छौँ। ओलिभरको हामी के पढ्छौँ भने डेभलपमेन्ट एन्ड डिस्पोजिसन द क्राइसिस अफ फोर्स डिस्प्लेसमेन्ट एन्ड रिसेटलमेन्ट भन्ने पढ्छौँ। त्यो अघि मैले यो कुरा गरिसकेँ। अब अर्को युनिट देखाउनुहोस् त सर, नम्बर 2 नम्बर युनिटमा माथि जाउँ प्रेजेन्टेसनमा, यसमा होइन अगाडि जानुहोस्। ओके, 2मा थियोरिटिकल अन्डरस्ट्यान्डिङ अफ डेभलपमेन्ट एन्ड डिस्प्लेसमेन्ट। यसमा मैले केही भन्नु पर्दैन होला, थोरै थियोरी पढ्छौँ। हामीले पढिराखेको थियोरी क्रिटिकल्ली मात्रै हेर्छौँ यसमा। जस्तै डेभलपमेन्ट पर्सपेक्टिभमा इकोनोमिक पर्सपेक्टिभ, सबैले अघि मैले इकोनोमिक ग्रोथ भनेर पढेकै छौँ भने मैले, पोलिटिकल पर्सपेक्टिभ, डेमोक्रेसी, इलेक्सन होइन, यस्ता कुराहरू कसरी हेर्ने त्यसलाई यतातिर डेभलपमेन्टको पर्सपेक्टिभबाट। अघि मैले रिलेसनसिपको नेटवर्कको कुरा गरेका थिएँ, लाइभ नेटवर्क सोसाइटीको, त्यहाँ थोरै हेर्छौँ। सोसियल, कल्चरल, ह्युमन राइट्स, ह्युमन वेलफेयर डाइमेन्सनबाट डेभलपमेन्टलाई हेर्छौँ है। अस्तिसम्म हामीले म सम्झिन्छु 2007देखि त युएनले पनि ह्युमन डाइमेन्सन थप्यो होइन। त्योभन्दा अगाडि त इकोनोमिक डेभलपमेन्ट भनेर कराउँथ्यौँ भने अब ह्युमन डाइमेन्सनहरू, ह्युमन राइट्स, कल्चरल, सोसियल पर्सपेक्टिभबाट पनि हामी डेभलपमेन्टलाई बुझ्छौँ भन्ने कुरा हो। अनि डेभलपमेन्ट थियोरिजमा चाहिँ मोडर्नाइजेसन, डिपेन्डेन्सी, वर्ल्ड सिस्टम र ग्लोबलाइजेसन धेरै पढ्दैनौँ, लिमिटेड पेज छ त्यो, ट्याक बुझ्छौँ। अनि डेभलपमेन्ट एप्रोचेसमा चाहिँ त्यो मैले भन्नु पर्दैन, भट्टचन्द्र चैतन्य सरकै पुरानै आर्टिकल पढे पनि हुन्छ। स्टेट लेड, एनजिओ लेड, पिपुल सेन्ट्रिक अनि युजर ग्रुप एप्रोच हामीले प्रशस्ति पढाएका छौँ भन्ने बुझ्छु मैले। अहिले पछाडि नेपालमा कम्युनिटी फरेस्ट्रीमा युजर ग्रुप एप्रोच छ, सडकमा पनि छ। अनि हामीलाई दुइटै उस्तै हो भन्ने लाग्छ, तर होइन। हेर्नुहोस् है कसरी बुझ्छौँ यहाँ चाहिँ। युजर ग्रुप सडकमा के अरे फोरेस्टमा हुँदा चाहिँ बेनिफिट सेयरिङ हुन्छ फोरेस्टबाट, पानीमा हुँदा चाहिँ बेनिफिट सेयरिङ हुन्छ, सडकमा के बेनिफिट हुन्छ, मेरो जग्गा जान्छ। युजर ग्रुप त त्यहाँ पनि छ नि। अनि एउटाको बाटो खन्दा अर्काको घडेरी बाटामा परन जान्छ, मेरो घडेरी डिस्प्लेस हुन्छ। त्यहाँ चाहिँ कसरी म्यानेज गर्ने नि भन्ने कुरा यहाँ पढ्छौँ। सिम्पली कुरा हो यो, सिम्पल कुरा हो। अनि यसलाई तल गएपछि सस्टेनेबिलिटी, विकासलाई कसरी सस्टेनेबल बनाउने। म तपाईँलाई यहाँ सानो इक्जाम्पल सर म्याडमहरूलाई सुनाउँछु। 1997मा हामीले पलाञ्चोक जिल्लामा अस्ट्रेलियन वन परियोजनाबाट धेरै पानीका धाराहरू बनायौँ।
त्यसमध्ये यो कानपुर भन्ने एरियामा खानेपानीको धारा राम्रैसँग डेभलप गरियो। तर के हुन्थ्यो भने दिउँसो पानी बनायो, राति मान्छेले आएर काटिदिन्छन्। दिउँसो पानी बनायो, राति मान्छेले आएर काटिदिन्छन् है। त्यो राम सरको आर्टिकल पढ्नु भए पनि हुन्छ यसमा, यहाँ त छैन त्यो। डेभलपमेन्ट टाइटल जस्ता तस्तै भन्न सकिनँ। डेभलपमेन्ट प्र्याक्टिसेस इन नेपाल, रेटोरिक एन्ड रियालिटी, यस्तै केही भन्ने छ कि जे भनिन्छ त्यो वास्तविकता के हो हेर भनेर। अनि किन काटेको त त्यो पाइप भनेर राति बसेर कुर्दा त हिजो चाहिँ भन्न सजिलो त छैन मलाई। हिजो चाहिँ दलित भनेर हामीलाई पानी पनि चलाएनौ, केही पनि गरेनौ, अनि हाम्रो छाला भिजाउने पानी आज लगेर बाहुनले खाने, हामी काट्दिन्छौँ, दिँदैनौँ भने त्यति बेला। तर कुनै पनि एसेसमेन्टमा यो कुरा आएको थिएन। त्यसपछि उहाँलाई छाला भिजाउने गरी पानी छोडियो, त्यसपछि उब्रिएको पानी हामीले बाँडेपछि काटिएन। हेर्नुहोस् त, सानो ट्रिकले काम गर्यो नि त। त्यस्तो ट्रिकहरू हामी यो सस्टेनेबल बनाउन त्यहाँ थोरै पढ्छौँ। अनि फोर्स माइग्रेसनमा सोसियल एन्ड पोलिसी पर्सपेक्टिभ भनेर थोरै नेपालका पोलिसी सोसियल पर्सपेक्टिभहरूबाट हामी यहाँ हेर्छौँ। 2 नम्बर युनिटको पनि कोर्स अफ स्टडी देखाइदिनुहोस् त। ओके, यहाँ ओलिभर स्मिथको हेर्छौँ, डेभलपमेन्ट एन्ड डिस्पोजिसन भनेर अघि पनि माथि भनेको थिएँ मैले। त्यसपछि डी व्हाइट सिजे भन्ने मान्छेको डेभलपमेन्ट इन्ड्युस डिस्प्लेसमेन्ट पढ्छौँ, माथिकै कुरा। यहाँ तपाईँले पेपरको पेज हेर्नुभयो भने थोरै छ, यसमा धेरै छैन। 4-5वटा आर्टिकलबाट विद्यार्थीलाई क्लियर गर्छौँ। यो कोर्स थियोरिटिकल भन्दा पनि मच मोर प्र्याक्टिकल कोर्स हो। तर केही प्रिन्सिपलहरू, केही कन्सेप्टहरू क्रिटिकल छन्। तपाईँहरूले यता थ्योरी मात्रै प्र्याक्टिस गर्नेले नसुन्नु भएको हुनसक्छ। त्यसैले एकपल्ट सर पढेपछि यो त्यति गाह्रो चाहिँ हुँदैन। जाउँ सर युनिट 3मा। म 3मा पुगिसकेँ। ओके, युनिट 3मा के गर्छौँ भने डेभलपमेन्ट इम्प्याक्ट एन्ड पब्लिक कन्सर्न। डेभलपमेन्टको इम्प्याक्ट हुने बित्तिकै पब्लिक कन्सर्न हुन्छ। हामीले अघि बुझिसक्यौँ, डेभलपमेन्टको पोजिटिभ पनि हुन्छ, नेगेटिभ पनि हुन्छ। मुखियाबाहरू धेरै खुसी हुनुहुन्छ, हाम्रो गाउँमा सडक आयो, बाटो बन्यो, बिजुली आयो, हामी पनि नेपालमा अलिकति विकास भएर निकै खुसी छौँ। तर केही मान्छेहरू दुखी पनि हुन सक्छन् हैन। पासाङ सर र म नै एकपल्ट दुधकोसीमा है जुवारी खेल्थ्यौँ हामी। उहाँले भन्नुहुन्थ्यो इन्डिजिनियस पिपुललाई त धेरै बेनिफिट भएको छैन कि भनेर उहाँले पुरै कन्सल्टेसन गरेर हिँड्नुभयो हैन। मैले सोसियल सेफगार्डको पर्सपेक्टिभबाट रिसेटलमेन्ट प्लान बनाएको थिएँ, के भएको छ, हामी यस्तो काम गर्छौँ नि त हैन। त्यो कुरा त्यहाँ पढ्छौँ। अनि यसमा चाहिँ डेभलपमेन्ट इम्प्याक्टमा टाइप्स एन्ड नेचर अफ डेभलपमेन्ट एन्ड देयर इफेक्ट्स। टाइप र नेचर भन्नाले डेभलपमेन्टका चाहिँ विभिन्न खालका टाइप्समा मैले यहाँ भन्न खोजेको कुरा के हो भने, एउटा त सिम्पली सडक होला हामीले देख्ने, इरिगेसन क्यानल होला, जग्गा हुनेलाई त्यसले मस्तै काम गर्यो। त्यो क्यानल बनाउँदा जग्गासग्गा पर्दैन भने मस्तै काम गर्यो। सडक होला, सडकको इन्ट्रेस्टिङ कुरा के हो भने मेरा बाले 46 मिटर जग्गा दिएर सडक बन्यो, हाइवे बन्यो। तर मेरा बा मोटरमा उभिन त्यहाँ आउनुभयो मोटर चढ्न भने यसरी छेक्ने मान्छे हुन्छ तल। तपाईँहरूले कतिले भोग्नु भएको छ, पख यो एक्सप्रेस बस हो, टाढा जाने तँलाई चढाउँदिन भन्छ। मेरै जग्गा मिचेर 1 पैसो नदी 46 मिटर जग्गा तराईमा लगेपछि 1 बिघा जग्गा लग्यो 1300। तर मेरा बाले चढ्न पाउनु भएन त्यो एक्सप्रेस बस है। त्यो पढ्नुपर्छ यहाँ, किन नपाएका? जग्गा दिने मेरा बा, चढ्न नपाउने पनि मेरा बाब हो नि त हैन। त्यो पढ्न पाउनुपर्छ भन्ने कुरा हो। अनि यो सडकको, हाइड्रो पावरको, ड्यामको, ट्रान्समिसन लाइन लान्छौँ हामी। कहाँबाट लान्छौँ? यहाँ लप्से फेदीबाट नवलपरासी पश्चिम लगेर इन्डिया जोड्छौँ। यो इन्टरनेसनल बोर्डरमा बेच्ने लाइन हो एमसिसीको हैन खास गरी। तर यहाँ बाटोको मान्छेको सबैको जग्गा जमिन टावरमा पर्नेको त एक्विजिसन हुन्छ, प्रपरली मिटिगेट हुन्छ, पैसा पाउनुहुन्छ, त्यति नै जग्गा किन्नुहुन्छ। तर ट्रान्समिसन लाइनमा दायाँ 23 मिटर, बायाँ 23 मिटर, मान्नुहोस् न 50 मिटरको कोरिडोरको जग्गा खर्लपै गयो। मुआवजा कति पाउँछ भन्दा नेपाल सरकारको नियमले उसले 25% म्याक्सिमम 20% मात्र पाउँछ। कानुन त्यही हो अहिलेसम्म आएको है। विद्युत नियमावली त्यहाँभन्दा माथि जान सकिँदैन। उनलाई कसरी मिटिगेट गर्ने भन्ने पनि हामी यहाँ छलफल गर्छौँ प्र्याक्टिकल कुरामा। अनि डिफरेन्सियल इम्प्याक्ट मैले अघि पनि भने, भेराइङ इफेक्ट्स अफ डेभलपमेन्ट अन सोसियल ग्रुप्स। सोसाइटी एकै खालको छैन। अघि कता हो गुमान सरले कुरा गर्दा पनि यस्तै केही भनेको सुनिरहेको छु कि सोसियल स्ट्रक्चरको कुरा गर्नुभएको छ तपाईँले। हाम्रो स्ट्रक्चर हेर्नुहोस् त, डाइमेन्सन कस्तो कस्तो छ त हैन। कोही तल छ, कोही अलिक माथि छ। अघि कास्टको कुरा गर्दै गरेको सुनेको छु, क्लास पनि छ। कास्ट क्लासमा जबरजस्ती आएको पनि छ सोसियल डाइमेन्सनहरू, त्यो सहनुपर्छ हैन। मलाई धादिङ बेसीमा गएर त्यो सडकको काम गर्दा एकजना महिला पछाडि बस्नुभयो, बोल्दै बोल्नु भएन। अनि किन नबोल्नु भएको दिदी भनेर सबै हिँडेपछि उहाँ के भन्नुहुन्छ भने, बसेर बोलेको कसैले सुन्दैन, उठेर बोल्यो भने हावाले उडाउँछ हाम्रो कुरा भन्नुहुन्थ्यो। त्यसमा कति अर्थ थियो है त्यो एउटा कन्सेप्टमा।
है त्यो कुरा हामी यहाँ बुझ्छौँ सोसियल ग्रुप्समा पर्ने डिफरेन्सियल इम्प्याक्ट जस्तै लिभलिहुड रेस्टोरेसनको प्रोजेक्ट पनि छ तर म 80 वर्षको छु हैन मेरो श्रीमती पनि अब 80 म भएपछि 75 को भइन् लिभलिहुडमा इन्भल्भ भएर काम गर्न सक्दिनन् लिभलिहुड पनि छ प्रोजेक्टको डेभलपमेन्टको काम भएको छ मेरो केही पनि जाँदैन हैन खाली मेरो जग्गा गएको मुआवजा दिइहालेँ भनेर छोडिदिनु भयो भने म कसरी बाँच्छु त त्यो पैसा हुन्जेली त बाँचे त्यसपछि म बाँच्दिनँ त्यसैले म जस्तो सिनियर एजलाई के गर्ने सिंगल वुमन हेडेड हाउसहोल्डलाई के गर्ने एउटा दलितले सिलाइ बुनाइ गरेर खान्थ्यो उसको मेकानिजमको मान्छेहरू सिलाइ बुनाइ जसले लिन्थे सेवा ती सबै माइग्रेसन भयो डेभलपमेन्टले उनले के गरी खान्छ अब उसलाई के लिभलिहुड दिने भन्ने कुरा पनि हामी यसमा हेर्छौँ मल्टी डाइमेन्सनल इम्प्याक्ट हिस्टोरिकल इम्प्याक्ट सोसियो कल्चरल इम्प्याक्ट इकोनोमिक इम्प्याक्ट इन्भाइरोमेन्टल इम्प्याक्ट यो सारा कुरा हेर्छौँ अनि हिस्टोरिकल चाहिँ कसरी हेर्छस् त तैँले भन्न सक्नुहुन्छ नि मैले अघि कास्ट एथनिसिटीको कुरा गरेँ इन्डिजिनियस कुराको कुरा गरेँ अनि मेरो बाउले हजुरबाको चिहान हैन कहीँ राख्नु भएको थियो त्यो चिहानबाट टाढा हुँदै हुनुहुन्छ त्यहाँ तिथिमा गएर बत्ती बाल्नुहुन्थ्यो फुल चढाउनुहुन्थ्यो त्यो पाउनुहुन्न एउटा 50, 60, 80 वर्षको मान्छे जुन आफ्नो सोसाइटीको कर्तव्य पुरा गरेर रिटायर लाइफ अथवा डेभलपमेन्टमा नै इन्जोय गरेको छ भन्नु न म जस्तो मान्छे 2017 मा मैले जुन दिन टियु छोडेर गएँ त्यसपछि युएसएआइडी भित्रै रमाएर बसिरहेको छु म जस्तो मान्छे धेरै काम त गर्न सक्दिनँ हैन एक्टिभली बाहिर लाग्न सक्दिनँ एजले द आइडिया अफ एफपीआईसी मैले अघि पनि भने फ्री प्रायर इन्फर्म कन्सेन्टमा अलिकति अहिले आइसिपी भन्ने पनि आछ इन्फर्म कन्सल्टेसन एन्ड पार्टिसिपेसन भन्छन् यो थोरै बुझ्नुपर्छ मान्छेसँग सहमति प्रणालीमा विकासमा कसरी जाने कति चरण पुरा गरेपछि सहमतिमा आउनुहुन्छ उहाँहरू त्यो चरण पनि होला कन्भिन्सिङ क्यापासिटी पनि होला हैन उहाँसँग र उहाँ खुसी हुने चाहिँ के होला त भने बेनिफिटै होला नि प्रोजेक्टको बेनिफिट कसरी इक्वली डिस्ट्रिब्युट गर्ने भन्ने कुरा होला हैन जस्तै अघि मैले भनेको कुरा सम्झाउँछु यहाँलाई हाइड्रो पावरले अथवा सडकले जग्गा चाहिँ मेरो पुरै लगिदियो मेरो भन्दा पछाडिको जग्गा बाटोमा निस्क्यो उसको जग्गाको भ्यालु पनि बढ्यो हैन इकोनोमिक अपर्च्युनिटी पनि बढ्यो तर म त गएँ नि म जाने मान्छेलाई त्यहाँबाट कसरी पोजिटिभ बेनिफिट दिने भन्ने कुरा पनि हामी हेर्छौँ अनि त्यसलाई कसरी कन्सल्टेसन गर्ने भन्ने कुरा भयो अनि रिसोर्स बेस्ड कन्फ्लिक्ट भनेको के हो भने फ्री प्रायर अगाडि नै भनेको फ्री प्रायर इन्फर्म कन्सेन्ट सहमति लिने कुरा भयो एफपीआईसी रिसोर्स कन्फ्लिक्ट भन्नाले चाहिँ यो खास गरी होस्ट र गेस्ट कम्युनिटी यहाँबाट मान्छेलाई लगेर अर्को ठाउँमा राखिन्छ अथवा गएर अर्को ठाउँमा बस्छ त्यहाँ सामुदायिक वन छ पानी छ धारा छ बाटो छ अब त्यहाँ त भिड बढ्यो नि अहिले काठमाडौँको हालत हेर्नुहोस् त यहाँको लोकल ग्रुप मार्जिनलाइज भएको अवस्था भयो कि रिसोर्स त काठमाडौँको त्यही हो नि मेलम्चीको पानी लगेर थोरै पानी त थप्यौँ हैन त्यो पानी सबैलाई पुगेको छ कि छैन तर ती भित्रको बाटो त्यहाँको अन्नपात त्यहाँको इन्भाइरोमेन्ट त्यहाँको पोल्युसन कस्तो बनायौँ त हामीले अनि कम्पिटिसन त उनीहरूसँग थप्यौँ अन्यथा लिनुहुन्न भने मेरो ओडामा कसलाई भोट हाल्ने मेरो ड्राइभर भाइ तल हुनुहुन्छ महेन्द्र श्रेष्ठ कसलाई भोट हाल्ने भन्दा पर्वतेलाई त नहाल्ने सर भन्नुहुन्छ उहाँले हेर्नुहोस् है हामी सँगै बस्छौँ एउटै ओडामा पर्वतेलाई नहाल्ने किन भाइ पर्वतेले जित्यो भने के गर्छ हामीलाई नै खेद दिन्छ कि टुङ्गै छैन अब हामी थोरै भइसक्यौँ अनि हामीलाई पनि कन्भिन्स गर्न खोज्नुहुन्छ त्यो के हो भने इन्डिजेनियानिटी के हामी लोकल हाम्रो कोपिङ मेकानिजम छ भन्ने कुरा त्यसलाई पनि एड्रेस गरेर जान सकिन्छ अर्को युनिटमा जाउँ सर यसको कोर्स अफ स्टडी मैले देखाइन पेपरहरू थोरै लिमिटेड छ फेरि जानु होला फोर्थमा जानुहोस् त सर यसमा चाहिँ सोसियल सेफगार्ड प्र्याक्टिसेस सेफगार्ड कसरी गर्ने त प्रिन्सिपल र लजमा हामी आउँछौँ हामीलाई के कानुनले सजिलो बनाउँछ भन्ने कुरा खास गरी यसमा मिटिगेसन प्रिन्सिपल अघि भने मैले यहाँलाई पहिला त डेभलपमेन्टले इम्प्याक्ट नगर्ने अभोइड गर्ने दोस्रो मिनिमाइज गर्ने तेस्रो मिटिगेट गर्ने त्यही कुरामा हामी थोरै फोकस गर्छौँ अनि सोसियल इम्प्याक्ट एसेसमेन्ट कसरी गर्ने त भन्दा त्यो चरणको कुरा गर्छौँ स्कोपिङ गर्ने बेसलाइन गर्ने सोसियो इकोनोमिक एसेसमेन्ट गर्ने कल्चरल रिसोर्सको इभ्यालुएसन गर्ने यो शब्द महत्त्वपूर्ण छ कि कल्चरल रिसोर्स हाम्रो कल्चर भनेको कोपिङ मेकानिजम हो मैले विद्यार्थीलाई पढाउँदा भन्थेँ वनचरो किन बनेको बाबु नानी भनेर सोद्धाखेरि वनचरो त वनसँगको मिडिएसन गर्ने हो नि त हाम्रो त काठ चाहे त्यसैले चिर्ने हो काटेर ल्याउने हो दाउरा चाहे त्यसैले ल्याउने हो त्यसैले त्यो कल्चर पनि रिसोर्स हो कि मान्छे बाँच्नलाई त्यो मेकानिजम हो वन र मान्छेको बिचको सम्बन्ध हो नि अब खोला छेउमा बस्नेले पौडी खेल्न जान्दछ त्यो पनि कल्चरल रिसोर्स हो जङ्गलको छेउमा बस्ने रुख चढ्छ मजाले हैन त्यो पनि उसको रिसोर्स हो त्यो रिसोर्सलाई कसरी कायम राख्ने डेभलपमेन्टले जङ्गलका छेउको मान्छेलाई खोला छेउमा लगिदिए त सिकाउनु पर्यो नि त फेरि खोला छेउको कुरो भन्ने कुरा हामी यसमा गर्ने होला
इम्प्याक्टबाट त्यो ल्याउनु पर्यो एसेस गर्दा। अनि ल्यान्ड एक्विजिसनमा चाहिँ मैले अघिदेखि भनेको कुरा इनभोलुन्टरीली ल्यान्ड एक्विजिसन प्रोसेस, जबरजस्ती अर्काको जग्गा लिने प्रक्रिया के हुन् भन्दा चाहिँ थोरै गर्छ है। नेपालमा चाहिँ यहाँ अहिले हामीले दुईटा कानुन प्रयोग गर्छौँ। एउटा यो यसमा ल्यान्ड एक्विजिसन एक्ट भन्ने छ, हामी रिसोर्समा त्यही पढ्छौँ होइन। एउटा चाहिँ हामीले यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रोजेक्टको लागि पोलिसी बनाएको छौँ, यो योजना आयोगले अप्रुभ गरिदिएको छ। त्यसैले त्यसले एड्रेस गरेन भने यसले सम्पूर्ण कुरा गर्न सक्छौँ, पढ्ने पनि यही कुरा हो यसमा चाहिँ। त्यसपछि रिसेटलमेन्ट एन्ड रिहेबिलिटेसन प्रपरली कसरी गर्ने, लिभलिहुड उसको कसरी रेस्टोर गर्ने, रिप्लेसमेन्ट कस्ट भन्ने एउटा शब्द नयाँ छ यहाँ तपाईँलाई। यसले के बुझाउँछ भने सर म्यामहरूले बुझ्नुपर्ने कुरा चाहिँ, मलाई यहाँबाट मैले अहिले जग्गा छोड्नु पर्यो, मेरो घर छोड्नु पर्यो भने सरकारले के गर्छ, डिप्रिसिएसन काटिदिन्छ। सरकारी न मुआवजा त विदेशीले डोनेसन दिएर त मुआवजा देऊ भन्दैन। अहिलेखेरि चाहिँ हाम्रो ऋण चाहिँ तँलाई भयो जेसुकै गर भन्ने पनि डोनरहरू आएका छन्, तर नर्मली भन्दैन, हाम्रो डेभलपमेन्टको फन्ड हो, तिम्रो कामले रिसेटल गर भन्छ। रिसेटल गर्दाखेरि खास गरी यो रिप्लेसमेन्ट कस्ट भनेको चाहिँ मैले त्योभन्दा राम्रो यसको प्रिन्सिपल के हो भने बेटर देन द प्री प्रोजेक्ट लेभल, मलाई पहिलाको भन्दा गतिलो बनाउनलाई मुआवजा दिन्छौ, त्यो जग्गा किन्न पाउँछु, त्यहाँको ल्यान्ड ट्याक्स पनि फ्री गरिदिन्छौ भने म मन्जुर हुन्छु। म त्यही ठाउँमा हेर्छु, मेरो भन्दा राम्रो जग्गा, त्यसको ट्याक्स सरकारले फ्री गरिदिनु पर्यो, त्यो जग्गा किन्नलाई पैसा दिनु पर्यो। कि ल्यान्ड फर ल्यान्ड, जग्गाको लागि जग्गै देऊ, म त्यही जग्गा चाहन्छु, होइन भने त्यो जग्गा किनिदेऊ रिप्लेसमेन्ट कस्ट दिएर होइन। त्यो चाहिँ मुआवजा भन्दा केही राम्रो कुरा हो भनेर त्यो शब्द राखेका छौँ। अनि ग्रिभेन्स मेकानिजम, मान्छेले गुनासो रिसेटल गरेको पनि वर्षसम्म गर्न सक्छ, गुनासो हुन्छ नि त, त्यसमा चित्त बुझ्दैन। हिजो बस्दा दायाँ बायाँ पानी खोलो कुलो पँधेरो होइन, बाटो सडक जङ्गल रिसोर्स भैँसी पाल्ने साह्रो थियो होला नि त। त्यो नयाँ ठाउँमा जाने बित्तिकै अर्कोसँग कन्फ्लिक्ट हुन्छ, त्यहाँ कसरी म्यानेज गर्ने भन्दा त्यो हेर्ने मेकानिजम पनि बनाएको छौँ, त्यो पनि थोरै पढ्छौँ। एन्ड कन्फ्लिक्ट रिसोल्युसन हरेक खालको इन्ट्रा होइन, एक्स्ट्रा इन्ट्रा जे छ इन्टर होइन, त्यो सेटल गर्छौँ। र लास्टमा चाहिँ भल्नरेबल ग्रुप्सको लागि चाहिँ इस्यु अफेक्टिङ इन्डिजिनियस पिपुल एन्ड मार्जिनलाइज ग्रुप भनेका छौँ। इन्डिजिनियस पिपुल नेपालमा थोरै पोलिटिसाइज भएको छ, त्यो कुरा पनि मैले गर्नुपर्छ। जस्तै एमसिसी एमसिएले यो जातको आधारमा हामी इन्डिजिनियस पिपुल मान्दैनौँ है, हामी चाहिँ आफ्नो डेभलप गरेका छौँ फ्रेमवर्क। म अहिले त्यसमा आउँछु अब अर्को युनिटमा। त्यो फ्रेमवर्क नेपाल सरकारको फ्रेमवर्क मान्दैनौँ, टोटल मान्दैनौँ भन्दैनौँ, केही मान्छौँ। जस्तै चेपाङ इन्डिजिनियस ग्रुप हो, नेपालमै प्रड्युस भएको, नेपालमै उसको कोपिङ मेकानिजम छ, हामी मजाले रिसेटल गर्छौँ। त्यस्तै राउटे होइन, यस्ता ग्रुपहरूलाई हामी गर्छौँ। तर यत्तिकैमा हामीले हाई पासाङ सरकै लाई नै सोधे बेटर हुन्छ। गुरुङ थकाली त एकदम अप्पर इन्डिजिनियस ग्रुपमा छ नि हाम्रो क्याटेगोरीमा, होइन सर हो, उहाँहरूको लागि के गर्ने त भन्ने कुरा पनि हामी सोध्छौँ, नगर्ने भन्ने होइन। फ्री प्रायर इन्फर्म कन्सेन्ट गर्छौँ, तर बेनिफिट सेयरिङ चाहिँ जुन तलको ग्रुपहरूसँग बढी गर्नुपर्छ त्योभन्दा कम गर्छौँ। त्यसपछि हामी कहाँ पुग्यौँ, ग्रिभेन्स रिडेस भयो, त्यसको स्ट्रक्चर प्रोसेस कुरा गर्छौँ। रिसेटलमेन्ट फ्रेमवर्क, हरेक प्रोजेक्टमा काम गर्नुभन्दा पहिला एउटा फ्रेमवर्क बनाउँछौँ एसेसमेन्ट पछि। त्यो फ्रेमवर्क आफ्नो प्रोजेक्टले गभर्मेन्टसँग अथवा डोनरसँग पास गर्नुपर्छ। त्यसैले फ्रेमवर्क कसरी बनाउने, जेन्डर पोलिसी के हुने, इन्डिजिनियस पिपुलको पोलिसी के हुने, रिसेटलमेन्टको पोलिसी, रिहेबिलिटेसनको पोलिसी के हुने भन्ने कुराको फ्रेमवर्क बनाउँछौँ। त्यसले पोजिटिभ र नेगेटिभ इम्प्याक्ट एसेस गर्नलाई मद्दत गर्छ। सिभिरिटी अफ इम्प्याक्ट नै त्यसले एसेस गर्न मद्दत गर्छ डिफरेन्सियल ग्रुपलाई। त्यसपछि इन्क्लुसिभ प्लानिङ, सबैलाई बेनिफिट हुने गरी प्लानिङ गर्छौँ। त्यहाँ मैले डिफ्रेन्ट ग्रुपहरू लेखेका छु, भल्नरेबल कम्युनिटी, जेन्डर, सोसियल इन्क्लुजन होइन, इन्डिजिनियस पिपुल, त्यो फ्रेमवर्कमा काम गर्छौँ। अनि इम्प्लिमेन्टेसन टुल्समा चाहिँ इन्टाइटलमेन्ट म्याट्रिक्स, त्यो शब्द हामीलाई नयाँ हुन्छ। हामी हरेक प्रोजेक्टको इन्टाइटलमेन्ट म्याट्रिक्स बनाउँछौँ। के भयो भने के मद्दत गर्ने, उसलाई कसरी मिटिगेट गर्ने, फेरि हरेक प्रोजेक्टको छुट्टा छुट्टै हुन्छ। यो पैसामा कम्पेन्सेट कति गर्ने होइन, अरू कुरा पनि थुप्रो छ नि त, उसलाई रिसेटल कसरी गर्ने, रिहेबिलिटेसन कसरी गर्ने, यो मैले एमसिए एमसिसीको फ्रेमवर्क यहाँ देखाएको छु, त्यो नै हामी पढ्छौँ। र ग्रिभेन्स रिडेसको कुरा हामीले गरिहाल्यौँ। अनि एथिक्सको कुरा चाहिँ कि एथिकल कन्सिडरेसनमा चाहिँ रिसेटलमेन्ट र डेभलपमेन्टमा थुप्रै कि एथिकल कुरा छ। जस्तै मैले इम्प्लिमेन्टेसन गर्दा मैले प्रोजेक्टको स्टाफ भएर बेनिफिट लिने कि नलिने, मान्छेहरू यस्ता पनि छन्, नेपाल करप्टेड देश हो होइन, मेरै गाडी चलाउने कि नचलाउने मैले होइन, गाडी चलाएर त्यहाँ हिँडेर म गाडीले धुलो उडाएर ती डिस्प्लेस हुने पिपुललाई डिस्टर्ब गर्ने कि नगर्ने, म हिँडेर जाने कि नजाने होइन, थुप्रो कुरा छन् यसमा चाहिँ। हाम्रो ऱ्यापोर्ट कसरी बिल्ड गर्ने, मेरो सारा कुरा के गर्ने, त्यो कुरा पनि यसमा गर्छौँ।
यसमा र अब लास्ट एउटा युनिट छ, यसमा चाहिँ एउटा प्रोजेक्टको रिपोर्ट विद्यार्थीलाई दिन्छौँ र 3 घन्टा एसेसमेन्ट, चाहे होमवर्कको रूपमा होस् अथवा क्लासमा होस्, उहाँहरू गर्नुहोस्, त्यसको फाइन्ड आउट गरेर छलफल गर्छौँ। यसरी यो कोर्सलाई हामीले थ्योरी र प्र्याक्टिसमा दुईटैमा राखेर दुईटाको बीचबाट डिजाइन गरेका छौँ र थोरै रिडिङ चाहिँ हामीले पढेकै कुराबाट हुन्छ, डेभलपमेन्टका कुराहरू, ग्लोबलाइजेसनका कुराहरू हैन, डिपेन्डेन्सी थ्योरीका कुराहरू, तर थोरै बिल्कुल नयाँ टर्महरू छन्। एकपल्ट कोर्स अफ स्टडी र रिडिङ हेरिदिनु भयो भने त्यो सजिलो हुन्छ।